नमस्ते, वेलकम टु मिस्टर कफी। सो आज हामी फेरि आइसक्यौँ नेक्स्ट एपिसोडमा। आज चाहिँ हामी कफी स्टोर किन भन्दाखेरि आज नेपथ्यको सो प्रोग्राम भइरहेको छ हैन, लाइभ कन्सर्ट। त्यसैले चाहिँ हामी यहाँ आएको छौँ, हेर्न सक्नुहुन्छ। सबै कुराहरू रेडी भइसकेको छ होला हैन, हामी यसरी हेर्न सक्छौँ। मेनुहरू पनि यसरी रेडी भइसकेको छ। ए यहाँ त लुम्बिनी बाइस्टाको रहेछ, यहाँ त हेर त। ओहो, यहाँ त ट्रेनिङ पनि गराउँदो रहेछ लुम्बिनी बाइस्टाले। बाइस्टा ट्रेनिङ, सुसी ट्रेनिङ हैन, बेकरी ट्रेनिङ, कुकिङ ट्रेनिङ, बार ट्रेनिङ, क्याफे सर्भिस, कफी बिन सप्लाई, एक्सप्रेसो मेसिन। ओहो, यहाँ सँगै सबै रेडी भइसकेको अवस्था देखिन सकिन्छ। त्यस्तै गरेर यहाँ मेनु पनि हामी देख्न सकिन्छ। यहाँ मेनु पनि यता हेर्नु, मेनुहरू पनि यता छ हैन। अगाडि यता नेपथ्यको कन्सर्टको लागि अरू के छ ल हामी यसो देखाउन गइरहेको छौँ। ल ओके, अब यस्तै गरेर हजुरले हेर्न सक्नुहुन्छ हैन। यताबाट सबैतिरबाट हामी यसरी लाइभ डाइरेक्ट देखिन्न। यहाँ एन्ट्रेन्स गेट छ हैन, यता एन्ट्रेन्स गेटमा यताबाट छिरिरहेछ हैन, यताहरूले हेर्न सक्नुहुन्छ हैन। सँगै अब यताबाट हामी चाहिँ लाइभ डाइरेक्ट देख्न सकिन्छ यताबाट सिधै। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना। कहाँ भइरहेछ त प्रोग्राम भन्दाखेरि हजुरले हेर्न सक्नुहुन्छ। यहाँ डाइरेक्ट स्टेज पनि देखिएको उस देख्न सकिन्छ। ओके, त्यस्तै गरेर ल हामी यता जाउँ सर। अब नेपथ्यको टी सर्ट हामी अब आइसकेको छौँ है। अब यसरी हजुरले देख्न पनि सक्नुहुन्छ होला। टी सर्टदेखि लिएर नेपथ्यको हजुरको क्यापहरूदेखि लिएर यहाँ मेन स्पोन्सर चाहिँ एक्सट्रिम एनर्जी ड्रिङ्क भनेर देख्न सकिन्छ। त्यस्तै गरेर एक्सपर्टले पनि आफ्नो स्पोन्सरसिप गरेको देख्न सकिन्छ। भने अब हामी आज चाहिँ स्पेसल्ली आज यो स्टलमा चाहिँ कफीको टेस्ट कस्तो छ त, लुम्बिनी क्याफे एन्ड बेकरीको कफीको टेस्ट कस्तो छ त्यसको फिडब्याक पनि दिँदैछौँ। सँगै नेपथ्यको लाइभ कन्सेप्टमा चाहिँ थोरै गरेर हजुरलाई कन्सेप्टलाई पनि हामी देखाउने कोसिस गर्दछौँ है। ल धन्यवाद। स्पेसली यहाँ हेर्न सक्नुहुन्छ यसरी हाम्रो रेडी भइरहेछ भने यता स्टल कफीको स्टलमा स्टलबाट सिधै यहाँ के छ, कस्तो लागिरहेछ कफी? बबाल है। ल ओके, कहाँदेखि आउनु भएको? बुटुलकै हो। ल ओके, ल इन्जोय यसरी राख्ने त छन्, हेर्नु सक्नुहुन्छ है। फेरि खाने अब रेडी भइरहेछ धेरै गर्ने चाहिँ। अब यसमा चाहिँ नेपथ्यको कन्सर्ट सुरु भइसकेको आएको छ होइन। अब हजुर कफी खान आउनु भएको? ओके ल। आज लुम्बिनी क्याफे एन्ड बेकरीको म कफी टेस्ट गर्न जाँदैछु। कस्तो बनाउनु भएको छ है नेपथ्यको स्टलमा। आज टिकट है ल गाइस, एउटा कफी खाऊँ त स्पेसली लुम्बिनी क्याफे एन्ड बेकरीको। कुन कफी खानुहुन्छ मलाई भन्नुहोस् त। मलाई त मनपर्ने भनेको एक्सप्रेसो। ल ओके, ल कफी अब बन्दैछ है। कति टाइममा बनाएर दिनुहुन्छ त्यो पनि हेर्दै गरौँ। यता हेर्न सक्नुहुन्छ।
2,000 years later. मिस्टर कफीबाट कम्प्लिमेन्ट्री अरे के मिस्टर कफीको लागि ल मिस्टर कफीले चाहिँ कफी टेस्ट गर्छ है अनि अमेरिकानो अरे अमेरिकानको टेस्ट फिडब्याक चाहिँ रेटिङ म दिन्छु है यसको पनि आउट अफ 10 8 चाहिँ दिन सकिन्छ है यस्तो अवस्थामा पनि यति राम्रो कफी खुवाउनु भयो थ्याङ्क यू सो मच कम्पनी क्याफे एन्ड बेकरी हजुर पनि आउन सक्नुहुन्छ यो भैरवमा छ जितपुर 4 नम्बरमा छ र यो बुटोलमा पनि छ है यहाँ हेर्न सक्नुहुन्छ ठ्याक्क आयात पारिपट्टि नै भइरहेछ हाम्रो धन्यवाद थ्याङ्क यू सँगले